पुरै जति सकिन्छ पुरै गहिरो लामो श्वास लिनु, पुरै डायफ्राममा भर्ने, फोक्समा जति लिन सक्नुहुन्छ जति भर्न सक्नुहुन्छ पुरै भर्नु, अनि बिस्तारै फोक्सलाई मजबुत बनाउँछ, मुटुलाई स्वस्थ बनाउँछ। प्रेसरको समस्या छ अनि बिस्तारै गर्नु। फेरि गति बढाएर पनि गर्न सकिन्छ, मध्यम र तीव्र गतिबाट पनि गर्न सकिन्छ है। बिस्तारै गहिरो लामो श्वास लिएर श्वासलाई रोकेर राख्नु, पुरै गहिरो लामो श्वासलाई लिएर रोकेर राख्नु है छ। छाती पेट सबै फुलाएर भरेर फेरि गहिरो लामो श्वास। अन्तिम पटक एक पटक। ल यसलाई विश्राम गर्दियौ। अब हामी कपालभाती अभ्यास गर्छौं। हातलाई यसरी माथि लगेर यसरी नमस्कार गर्दियौ अनि श्वासलाई 1 सेकेन्डमा एकपटक जोडसँग बाहिर फेर्नु। तपाईं हात तल राखेर गर्दा पनि हुन्छ है, तल राखेर गर्दा पनि हुन्छ, यसरी गर्दा पनि हुन्छ। एकछिन